प्रभुसँगको कार्यले, प्रभुले गर्नु लगाउनु भएको कार्यले हामी साँच्चै नै फलदायी हुन सक्छौँ। यूहन्ना 15 अध्यायमा प्रभुले भन्नुभयो, तिमीहरूले मसँग रहेर धेरै फल फलायो भनेदेखि यसैमा परमपिता परमेश्वरको के हुनेछ? महिमा हुनेछ। यसैमा परमपिता परमेश्वरको महिमा हुनेछ। त्यसकारण त्यो कार्य चाहिँ हृदयबाट गर्यो भने मात्रै सम्भव छ। त्यो कार्य चाहिँ हृदयबाट सुरु गर्यो भने मात्रै त्यो फलको सम्भावना छ। नत्र भनेदेखि हुन सक्दैन, नत्र भनेदेखि हुन सक्दैन है। त्यसै कारण परमप्रभु परमेश्वरले तपाईँ र मेरो जीवनमा सबैभन्दा पहिला हृदयलाई खोज्नुहुन्छ, हृदयलाई तलास गर्नुहुन्छ, हृदयलाई चाहनुहुन्छ। यसको हृदय कस्तो छ है? यसको हृदयले मसँग कस्तो व्यवहार गर्छ? यसको हृदयले मसँग कस्तो कारोबार गर्छ? मेरो कुराहरू यसको हृदयमा कति छ? संसारका कुराहरू यसको हृदयमा कति छ है? परमेश्वरले दिनदिनै त्यो कुराहरूको चाहिँ जाँच गर्नुहुन्छ। दिनदिनै प्रभुले चाहिँ त्यो कुराहरूको जाँच गर्नुहुन्छ। यसकारण इजिकियलको पुस्तकमा परमप्रभु परमेश्वरले इजिकियललाई भन्नुहुन्छ, म तिमीलाई के को हृदय दिनेछु? के को हृदय दिनेछु? मासुको हृदय दिनेछु। ढुङ्गाको हृदय तिमीहरूबाट म के गर्नेछु? हटाइदिनेछु, बाहिर निकाल्नेछु है। परमप्रभु परमेश्वरले चाहनु भएको त्यही नै हो। हामीहरूको जीवनमा घरिघरि त्यो ढुङ्गाको हृदय तयारी हुन्छ। ढुङ्गाको हृदय तयारी भएर मानिसहरूलाई चोट पुर्याउन, मानिसहरूलाई चाहिँ दुःखपूर्ण शब्दहरू प्रयोग गर्न होइन, मानिसहरूलाई चाहिँ विविध प्रकारको दोषहरू लगाउन हाम्रो हृदय तयार भइरहेको बेला छ। त्यति बेला हाम्रो हृदयमा ढुङ्गा बनिरहेको हुन्छ है। ढुङ्गा, तपाईँ कुनै पनि ढुङ्गामा ठेस खानुभएको छ भनेदेखि त्यो पीडा तपाईँलाई महसुस छ। हुनसक्छ खुट्टाको बुढी औँलाको चाहिँ नङ पनि उक्किएर गएको हुनसक्छ होइन, नङ पनि फुटेर गएको हुनसक्छ। अनि त्यो नङको दुखाइ यति पीडादायक हुन्छ, न त त्यो नङलाई निकाल्न सक्छ, न त त्यो नङलाई त्यही टाँस्न सक्छ होइन, न त त्यो नङलाई छुन सक्छ। अनि त्यसपछि तपाईँको त्यो एउटा खुट्टा मजा जस्तै बिस्तारै टेकेर हिँड्नुपर्ने अवस्थामा आएको हुन्छ। कारण के थियो? ढुङ्गामा ठेस